यो माइक क्यामेरा हो के भयो फोटो खिचेको के भयो फोटो खिचेको ल भोक लाग्यो धेरैजनाको कमेन्ट चाहिँ यो थियो कि यो बोल्नेवाला चराको गुड चाहिँ कस्तोमा हुन्छ अनि त्यसको चाहिँ गुड चाहिँ होइन अनि कसरी निकाल्ने कत्रोमा निकाल्ने भन्ने धेरैको प्रश्न थियो कमेन्ट थियो कि अनि आज चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु कि होइन बोल्नेवाला रुपी चराको चाहिँ होइन कस्तो हुन्छ गुड होइन कस्तो ठाउँमा बनाउँछ अनि कस्तो बेलामा ल्याउनु पर्छ त्यो हो तपाईँहरूलाई म यहाँ देखाउनेवाला छु होइन म चाहिँ रुपीको गुड भएको खेतमा आइपुगेको छु तपाईँहरूलाई म यहाँ देखाउनेवाला छु के कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला मन पऱ्यो लाइक च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला प्रश्न भयो कमेन्टमा लेखिदिनु होला है त्यहाँ चाहिँ ल स्टार्टिङ गर्छ त म यहाँ भिडियो होइन चिसो भयो ल यो रुखमा छ गुड चाहिँ होइन यो माथि छ तपाईँहरूलाई म देखाउन गइरहेको छु है त ल के खाने कस्तो ठाउँमा हुन्छ भन्ने कुरा चाहिँ होइन धेरैको जिज्ञासा थियो होइन अनि आज चाहिँ म तपाईँहरूलाई देखाउँछु है माउ चाहिँ अघि नै उडिसक्यो होइन अनि यहाँ चाहिँ के छ त्यो थाहा छैन होइन अन्डा छ कि द्याट इज द गुड ल गाइज यहाँ बरको रुख पनि छ है यहाँनिर ल है त अनि खै मर्निङमा फोन बनाइदिएँ ल यहाँनिर होइन अब तपाईँहरूलाई यहाँ देख्न गइरहेको छु राम कम अप्ठ्यारो छैन हौ रुख पनि ल मासतिर चाहिँ सुकेर एकदम होइन हेर्न सक्नुहुन्छ यो बोट नै लड्किन सक्ने सम्भावना गुड चाहिँ कस्तो ठाउँमा हुन्छ भनेदेखि यहाँ हेर्न सक्नु चाहिँ यस्तो रुखको टोड्कामा होइन यो चाहिँ दुधिल्लोको रुख भन्छ हाम्रोतिर होइन यस्तो रुखको टोड्कामा हुन्छ यहाँ चाहिँ अहिले चाहिँ अन्डा रहेछ है 4 अन्डा रहेछ होइन अब 2-4 हप्तापछि यसको पनि बच्चा हुन्छ होला सायद अनि यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ हाम्रो ठाउँतिर होइन अनि यसको चाहिँ बच्चा कति बेला लानुपर्छ होइन कत्रोमा लानुपर्छ भन्ने प्रश्न थियो धेरैको होइन यो चाहिँ अब त्यही हो हल्का बखेटाहरू उम्रेपछि लानुपर्छ होइन आँखाहरू सबै खुलेपछि अनि यसले चाहिँ सानोमै लानुपर्छ धेरै ठुलो भयो भने यसले बोल्दैन त्यो कुरा होइन अब के कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला अरूहरू लाइक कमेन्ट र च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला सी द नेक्स्ट भिडियो थ्याङ्क यू सो मच फर वाचिङ